सो हामीले भियतनाममा टोटल कति स्पेन्ड गर्यौँ एज अ कपल यो भिडियोमा हामी सेयर गर्नेछौँ। हामी चाहिँ जनवरी 2025मा गएको हो अनि 16 डेज जति हामीले ट्राभल गर्यौँ र यो जुन 16 डेजको ड्युरेसनमा हामीले सबै प्राय डलरमा नै स्पेन्ड गरेको हो र डलरको त्यो बेलाको रेट चाहिँ 145 रुपिस थियो। $1 इक्वल्स टु 145 रुपिस थियो र त्यही अनुसार म तपाईँहरूलाई यति डलर स्पेन्ड भयो र यति हामीले नेपाली करेन्सी स्पेन्ड गऱ्यौँ भनेर हामी तपाईँहरूलाई एक्सप्लेन गर्नेछौँ। अब फर्स्ट अफ अल तपाईँहरूले बुझ्नुपर्ने कुरा के छ भने भियतनाम भनेको एउटा लामो कन्ट्री हो, राइट। तपाईँको साउथमा होचिमिन सिटी छ अनि त्यहाँबाट तपाईँको नर्थमा चाहिँ हनोई छ जुन भियतनामको क्यापिटल हो। टिकट काट्ने बेलामा पनि हामीहरूले राउन्ड ट्रिप भन्दा पनि मल्टी सिटी टिकट काटेको थियौँ, यानि कि नेपालबाट पहिला होचिमिन सिटी पुग्यौँ र त्यसपछि ट्राभल गरेर हामी हनोई गयौँ र फर्किने बेलामा चाहिँ हनोईबाट नेपाल आएको थियौँ। तपाईँहरूले ट्राभल गर्नुभयो भने यदि लङ पिरियड अफ टाइमको लागि ट्राभल गर्दै हुनुहुन्छ भने तपाईँले पनि त्यसरी नै गर्ने हो। और एल्स हामी फ्युचरमा अब आइटिनरीहरू पनि बनाउने छौँ जसमा तपाईँहरू 7 डेज कसरी ट्राभल गर्ने वा 14 डेज 21 डेज तपाईँहरूले कसरी ट्राभल गर्ने, कुन कुन ठाउँमा जाने भनेर पनि त्यो भिडियोमा हामी सेयर गर्नेछौँ। सो कति बजेटमा हामीले यो 16 दिन कम्प्लिट गऱ्यौँ आउनुहोस् भिडियोमा सेयर गरौँ। हाम्रो सबैभन्दा ठुलो एक्सपेन्स चाहिँ हाम्रो इन्टरनेसनल फ्लाइट टिकट हो। त्यो भनेको चाहिँ $1089.01 हाम्रो सक्यो, जुन चाहिँ नेपालीमा चाहिँ 1,57,906 रुपिस छ। ओहो, सबसे एक्सपेन्सिभ नै हेरेछ है। र यसलाई हामीहरूले डिभाइड बाई 2 गऱ्यौँ भने चाहिँ 78,953 रुपिस चाहिँ हामीहरूले इन्टरनेसनल टिकटमा स्पेन्ड गऱ्यौँ, जुन ठिकै पनि हो। तपाईँहरूले पनि अब अलिकति अगाडि नै बुक गर्नुभयो भने चाहिँ सस्तोमा हामीले देखेको चाहिँ 74,000सम्म चाहिँ सस्तै नै हो। तर यस हामीले स्पेन्ड गरेको सबैभन्दा यो इन्टायर ट्रिपको सबैभन्दा एक्सपेन्सिभ एक्सपेन्स भनेको चाहिँ फ्लाइट टिकट नै हो। र हामीले ट्राभल गरेको टाइम भनेको चाहिँ जनवरी थियो अनि जनवरी डिसेम्बर टु फेब्रुअरी भनेको चाहिँ हामीलाई एकदमै राइट टाइम हो। किन भन्दाखेरि चाहिँ अब भियतनाम पनि एकदमै ह्युमिड कन्ट्री हो र डिसेम्बर टु फेब्रुअरी मात्र यो 3 महिना चाहिँ अलिकति कुलर हुन्छ क्या। धेरै घाम पनि लागेको हुँदैन, धेरै ह्युमिड पनि हुँदैन, कुलर नै हुन्छ। तपाईँको साउथ यानि कि होचिमिन सिटी चाहिँ हट नै हुन्छ, अलिकति कुल टाइपको हट टाइपको हुन्छ। त्यहाँबाट तपाईँ साउथ यानि कि हनोई ट्राभल गर्दै 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 जानु भएपछि चिसो हुँदै जान्छ क्या। सो होचिमिनमा हामीहरू हाफ कट्टु र टी सर्ट लगाएर हिँडिरहेको थियौँ भने हनोई जाने बेलामा चाहिँ प्रपर तपाईँको ट्राउजर ज्याकेट लाएर नै हिँड्नु परेको थियो। सो जनवरी वाज द बेस्ट टाइम फर अस, किनकि हामीलाई ह्युमिड प्लेसमा धेरै ट्राभल गर्न चाहिँ मन लाग्दैन, एकदमै गर्मी भएर। तर तपाईँहरू ट्राभल गर्ने टाइम भनेको पनि त्यही हो, डिसेम्बर टु फेब्रुअरी ट्राभल गर्नुभयो भने हल्का कुलर हुन्छ। अर्को भनेको चाहिँ मार्च टु मे ट्राभल गर्नुभयो भने चाहिँ हल्का हट हुन्छ। तपाईँहरूलाई जस त्यो अनुसारले चाहिँ तपाईँले चाहिँ ट्राभल गर्नुपर्ने छ, प्लान गर्नुपर्ने हुन्छ। इन्टरनेसनल फ्लाइट पछिको बिगेस्ट अर्को एक्सपेन्स भनेको चाहिँ हाम्रो लागि फुड एन्ड ड्रिङ्क्स हो, जसमा हामीले $595.50 स्पेन्ड गऱ्यौँ, जुन नेपालीमा चाहिँ 86,348 हुन्छ। यो हाम्रो लागि चाहिँ अलिकति लाइक धेरै नै एक्सपेन्सिभ भयो। र किन भन्दाखेरि चाहिँ भियतनाममा चाहिँ हामीहरूले चाहिँ लाइक स्ट्रिटहरूमा खाएनौँ कि हामीहरू चाहिँ भिगन हो, यानि कि हामीहरू कुनै पनि एनिमल वा डेरी प्रोडक्टहरू हामीहरूले कन्ज्युम गर्दैनौँ। त्यही भएर हामीले मोस्ट अफ द मिल भिगन प्रपर रेस्टुरेन्टमै गएर खायौँ। तर तपाईँहरू यदि नन भेज हुनुहुन्छ भने तपाईँहरूले स्ट्रिट फुड्सहरू पाउनुहुन्छ र स्ट्रिट फुड पनि तपाईँको हेल्दी हुन्छ क्या। प्रपर न्युट्रिसन नै पुऱ्याएर उनीहरूले स्ट्रिट फुड बेचिरहेको हुन्छ। सो तपाईँहरूले चाहिँ स्ट्रिट फुडमा गएर खानुभयो, स्ट्रिटहरूमा गएर खानुभयो, मार्केटमा गएर खानुभयो भने चाहिँ यत्रो एक्सपेन्स पर्दैन, धेरै नै कम हुन्छ। हामीलाई मात्र अलिकति एक्सपेन्सिभ भयो किनकि हामी प्रपर भिगन रेस्टुरेन्टमै गएर खाएको थियौँ। सो यस, यो चाहिँ हाम्रो सेकेन्ड बिगेस्ट एक्सपेन्स भयो। अर्को चाहिँ हामीले एक्टिभिटिजहरू भियतनाममा धेरै गऱ्यौँ होइन, अनि एक्टिभिटिज एन्ड टुरमा चाहिँ हाम्रो $274.46 सकेको छ, विच इज 39,797 होइन। अनि हामीले त्यहाँ धेरै एक्टिभिटिज गऱ्यौँ। त्यसपछिको फोर्थ बिगेस्ट एक्सपेन्स भनेको चाहिँ अकोमोडेसन हो। अकोमोडेसनमा हामीले $205 स्पेन्ड गऱ्यौँ, जुन नेपालीमा 29,816 हुन्छ। अकोमोडेसनमा भन्ने नै हो भने हामीहरूले एकदमै कम स्पेन्ड गरेको। 16 दिनको लागि हामीले धेरै नै कम अमाउन्ट चाहिँ अकोमोडेसनमा स्पेन्ड गरेको छौँ, किनकि हामीलाई चाहिँ के लाग्छ भने सुत्ने त हो नि, जस्ट एउटा सफा बेड होस् त्यति मात्र भइपुग्छ। किनकि मोस्ट अफ द टाइम हामीहरू बाहिर नै ट्राभल गरेर आएको हुन्थ्यौँ अनि बिहानै उठेर निस्किन्थ्यौँ, बेलुका आएर सुत्थ्यौँ। त्यही भएर चाहिँ धेरै एक्सपेन्सिभ होटेल्सहरू किन बुक गर्ने भनेर चाहिँ अकोमोडेसन हाम्रो एकदमै कम भयो। सो अकोमोडेसन हाम्रो फोर्थ
बिगेस्ट एक्सपेन्स हुन्छ, जसमा हामीले 29,816 रुपिस खर्च गर्यौँ। अनि भियतनाममा चाहिँ हामीले डोमेस्टिक फ्लाइट एउटा चढ्यौँ होइन, त्यसपछि हामीले चाहिँ लोकल ट्रान्सपोर्टेसन्सहरू नै युज गऱ्यौँ कि। अनि हामीले चाहिँ 191.73 डलर चाहिँ हामीले ट्रान्सपोर्टेसनमा स्पेन्ड गऱ्यौँ, अनि विच इज 27,801। अनि लोकल ट्रान्सपोर्ट भनेको चाहिँ हामीहरू कुनै एउटा सिटीबाट अर्को सिटी जानको लागि चाहिँ हामीहरू स्लिपर बसहरू लिन्थ्यौँ। अनि कुनै एउटा पर्टिकुलर सिटीमा छौँ भने हामीले ग्राब, जुन नेपालको चाहिँ पठाउ जस्तै नै हो, ग्राब युज गर्थ्यौँ। मोस्ट अफ द टाइम हामीहरू दुईजना भएको कारणले ग्राब ट्याक्सी अर्डर गर्थ्यौँ। सो सिटीमा पनि तपाईँको यताबाट उता ट्राभल गर्नु पऱ्यो भने पनि हामीहरूले ग्राब युज गरिरहेको हुन्थ्यौँ। र कुनै कुनै ठाउँमा चाहिँ हामीहरू इलेक्ट्रिक स्कुटर पनि रेन्ट गऱ्यौँ। सो यो सबै ट्रान्सपोर्टको कुरा हो है। तपाईँको ग्राब युज गऱ्यौँ, हामीले इलेक्ट्रिक स्कुटर रेन्ट गऱ्यौँ, हामीहरू एउटा सिटीबाट अर्को सिटीमा जानको लागि स्लिपर बस लिएर गयौँ। सो यो सबै ट्रान्सपोर्टेसन कस्ट भनेको चाहिँ 27,801 रुपिज हो। अल्सो हामी क्याटबा भन्ने आइल्यान्ड जाँदाखेरि चाहिँ फेरी चढेको थियो, अनि हनोई जाँदाखेरि त्यही फेरीमा चाहिँ हामी रिटर्न भएको थियो। सो त्यो पनि यो ट्रान्सपोर्टेसनको चाहिँ क्याटेगोरीमा चाहिँ हामीले इन्क्लुड गरेको छौँ है। त्यसपछि आउँछ सपिङ एन्ड गिफ्ट्स। सपिङ एन्ड गिफ्टमा हामीले $151 स्पेन्ड गऱ्यौँ, जुन नेपाली करेन्सीमा 21,911 रुपिज हुन्छ। सपिङ एन्ड गिफ्टमा चाहिँ बेसिकली हामीले सुभिनियर्सहरू किन्यौँ, टी सर्टहरू किन्यौँ, अलिअलि यता फ्यामिली फ्रेन्ड्सहरूको लागि भनेर चाहिँ अब ब्याग्सहरू यताउता किन्यौँ। सो या सपिङ एन्ड गिफ्ट पनि हाम्रो एउटा एक्सपेन्समा पर्छ, जसमा हामीले 21,911 रुपिज स्पेन्ड गऱ्यौँ। सपिङ एन्ड गिफ्ट पछि चाहिँ अर्को आउँछ डोमेस्टिक फ्लाइट। हाम्रो इन्टरनेसनल फ्लाइट टिकट पछि पनि हामीले एउटा चाहिँ डोमेस्टिक फ्लाइट लिएको थियौँ, त्यो चाहिँ होचिमिनबाट दनाङको फ्लाइट है। अनि त्यो चाहिँ बसबाट पनि जान मिल्थ्यो, तर हामीले चाहिँ अब होचिमिन टु दनाङ चाहिँ फ्लाइटबाटै जान फेभरेबल फिल भयो। सो हाम्रो चाहिँ त्यसको चाहिँ $150 एक्सपेन्स भएको थियो, विच इज 21,750, जुन चाहिँ ठिकै पनि हो। मतलब पर पर्सन चाहिँ 10,875 रुपिज हुन्छ। त्यसपछि भियतनाम भिजाको लागि हामीहरूले $97.64 स्पेन्ड गऱ्यौँ, जुन 14,158 रुपिज हुन्छ। पर पर्सन तपाईँको 7,000 चान्सुन मात्रै नै पर्यो। तर भियतनाम भिजाको लागि चाहिँ हामीले नेपाली ट्राभल एजेन्सीसँग नै मिलेर गरेको हो। हामीले चाहिँ एउटा मात्र एजेन्टसँग कुरा गऱ्यौँ, उनीहरूले यति प्राइस पनि हामीले पे गर्यौँ, अनि भिजा उनीहरूले हामीलाई दियो। तर तपाईँहरूले 2-3वटा एजेन्टसँग कुरा गर्नु होला, किनकि एजेन्सी पछि प्राइस फरक छ क्या भिजाको। कसैले 7,000 भन्छ, कसैले 8,000 भन्छ, र कसैले चाहिँ 5,500, 6,000 पनि भनिरहेको हुन्छ। सो तपाईँहरू 2-3वटा ट्राभल एजेन्सीसँग कुरा गर्नुहोस्, र उनीहरूबाट जसबाट तपाईँले सस्तो प्राइस पाउनुहुन्छ त्यहाँबाट तपाईँहरूले भियतनामको लागि भिजा लिनु होला। अर्को भनेको चाहिँ वेलनेस एन्ड हेल्थमा चाहिँ हामीले $88.39 सकायौँ, विच इज 12,817। अनि यसमा चाहिँ हामीले स्पाहरू गऱ्यौँ, फुट मसाजहरू गऱ्यौँ, अनि त्यसपछि मेडिसिन्सहरू किन्यौँ। यो कुराहरू चाहिँ हामीले चाहिँ वेलनेस एन्ड हेल्थमा इन्क्लुड गरेको छौँ। भियतनाममा चाहिँ तपाईँहरूको ठाउँ पछि लाइक फुट मसाजहरू, फुल बडी मसाजहरू पाउनुहुन्छ क्या। अनि हामीले 16 दिनमा धेरै हिँड्यौँ, हामीहरू धेरै ट्राभल गऱ्यौँ। सो धेरै नै हामी अहिले फुट मसाजहरूमा पनि स्पेन्ड गरेको छौँ, जुन यस राइनाले भनेको जसरी 12,817 रुपिज हुन्छ। अर्को एक्सपेन्स भनेको चाहिँ हाम्रो ट्राभल इन्सुरेन्स हो। हामी कुनै पनि कन्ट्री जाँदैछौँ भनेर चाहिँ हामी ट्राभल इन्सुरेन्स गरेरै जान्छौँ। अनि हामीले यो भियतनामको ट्रिपमा चाहिँ $52.32 चाहिँ हामीले ट्राभल इन्सुरेन्समा स्पेन्ड गऱ्यौँ, विच इज 7,586 नेपाली रुपिस। यो गर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ कुनै ठाउँमा ट्राभल गरिराख्नु भएको छ, लाइक हुन्छ बिरामी भयो, एक्सिडेन्टहरू भयो, तपाईँको सामानहरू हराएको छ भने यसले चाहिँ तपाईँलाई चाहिँ इन्सुरेन्स दिन्छ है। र ट्राभल इन्सुरेन्स भनेको चाहिँ एकदम नै इम्पोर्टेन्ट कुरा हो। कुनै पनि कन्ट्री तपाईँ ट्राभल गरिराख्नु भएको छ भने चाहिँ ट्राभल इन्सुरेन्स मस्ट हुन्छ। हामीले चाहिँ नेपालमा शिखर इन्सुरेन्स भन्ने छ, उनीहरूबाट गराएको हो, र दुईजनाको हामीलाई पर्यो 7,586, र यसबाट चाहिँ हामीलाई आई थिङ्क $25,000 सम्मको चाहिँ इन्सुरेन्स चाहिँ कभर हुन्थ्यो। एन्ड फाइनल्ली हाम्रो एक्सपेन्स भनेको मिसलेनियस एक्सपेन्सेस हो, जसमा हामीले $33.69 स्पेन्ड गऱ्यौँ, जुन नेपालीमा 4,885 हुन्छ। र अनेस्टली हामीले केमा स्पेन्ड गर्यो भनेर थाहा नै छैन। यो चाहिँ यसमा चाहिँ आई थिङ्क हाम्रो चाहिँ यो केभहरू जाँदाखेरि सानो टिकट्सहरू हुन्छ नि, त्यस्तोहरू चाहिँ इन्क्लुड भएको छ है। हामीहरूले धेरै यो एक्टिभिटिजहरू गर्ने बेलामा तपाईँको इन्ट्रेन्स फी हुन्छ, सानोतिनो फीहरू हुन्छ, सो त्यसमा नै यो स्पेन्ड भएको हो। अनि यो मिसलेनियसमा चाहिँ हामीले चाहिँ टिप्सहरू पनि राखेको छौँ। भियतनाममा चाहिँ हामीले धेरै मान्छेहरूले आफ्नो 100% होइन 200% दिएर नै सर्भिस दिइरहेको चाहिँ
फिल गऱ्यौँ। हामीले अरू कन्ट्रीहरूमा चाहिँ खासै टिप्सहरू मान्छेहरूलाई दिइरहेको हुन्न थियौँ, तर भियतनाममा चाहिँ मान्छेहरूको जुन त्यो एटिट्युड थियो, जुन उनीहरूको हस्पिटालिटी थियो, त्यो हेरिकन चाहिँ भित्रैबाट लाइक वी वान्ट टु टिप दिस गाई भनेर फिल हुन्थ्यो। र हामीले मजाले टिप्स दियौँ। यस मिसलेनियसमा चाहिँ हाम्रो इन्ट्री फीहरू भयो र प्लस टिप्सहरू पनि भयो, टिप्सहरू पनि हामीले मजाले नै दिएको थियौँ। सो अब ग्रान्ड टोटल गर्ने हो भने हाम्रो टोटल स्पेन्ड $2,921 स्पेन्ड गऱ्यौँ हामीहरूले, जुन नेपालीमा हुन्छ $4,24,775 रुपिस 16 दिनमा। हामीहरूले यसलाई के बजेट भन्नु, हामीहरू मजाले नै ट्राभल गराएको थियौँ, हामीहरूले कुनै पनि कुरामा कम्प्रोमाइज गराएको थिएनौँ, सबै कुरा हामीहरू एकदमै कम्फर्टेबली नै गराएको थियौँ, कन्भिनियन्सली नै हामीहरूले गराएको थियौँ। सो $4,24,775 रुपिस हामीहरू दुईजनाले यो 16 दिनको ड्युरेसनमा स्पेन्ड गऱ्यौँ। सो तपाईँहरू भियतनाम जाँदै हुनुहुन्छ भने यत्रो धेरै अमाउन्ट स्पेन्ड गर्नुपर्छ भन्ने पनि छैन, तपाईँहरूले एकदमै कम अमाउन्टमा पनि राम्रोसँग ट्राभल गर्न सक्नुहुन्छ। मेबी हामीले त 16 दिन गऱ्यौँ, तर तपाईँहरूले 7 डेजमै मजाले नै ट्राभल गर्न सक्नुहुन्छ, धेरै ठाउँहरू एक्सप्लोर पनि गर्न सक्नुहुन्छ। एन्ड यस, दिस इज आवर टोटल एक्सपेन्स भियतनाम ट्रिपमा हामीहरूले जुन गरेको छौँ। फ्युचरमा हामीले यस्तै खालको इन्फर्मेटिभ भिडियोहरू पनि तपाईँहरूको अगाडि लिएर आउनेछौँ, र तपाईँहरूलाई अरू कुनै इन्फर्मेसन चाहिएको छ भने प्लिज हामीलाई तलपट्टि कमेन्टमा सेयर गर्नुहोला, र त्यही अनुसारले हामीले अरू नयाँ भिडियोजहरू पनि तपाईँहरूको लागि बनाउनेछौँ। सो तपाईँहरूलाई यदि भिडियो मन पर्यो भने चाहिँ सब्सक्राइब गर्न नबिर्सिनुहोस्, र भिडियोलाई लाइक र कमेन्ट पनि छोड्नु होला। यसले चाहिँ हामीलाई मोटिभेट गर्नेछ अझै नयाँ नयाँ भिडियो, इन्फर्मेटिभ भिडियो तपाईँहरूको लागि बनाउनको लागि। सो थ्याङ्क यू सो मच फर बिङ हियर। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।